साथीहरू मेडिकल व्यवसाय दुर्गाप्रसाद कहिले एमाले बन्नुभयो, कहिले माओवादी बन्नुभयो, अहिले राजावादी भन्दै हिँड्ने हुनुहुन्छ साथीहरू। तर उहाँ के वादी हो त्यो चाहिँ हामीलाई थाहा छैन। तर साथीहरू सुकुम्बासी टोलमा गएर उहाँले बालेन शाह विरुद्ध यति चाहिँ भन्नु भ्याउनु भएको छ। एकचोटि भिडियो हेर्नुहोस् त। घर भत्काउन आउँछ त्यसैको घर घर भत्काउनुहोस्, जसले लसार पसार गर्छ उसैको बुढीलाई लसार पसार गर्नुहोस्, अनि चेतना खुल्छ। कुरा बुझ्नु हो के बुझ्नुभयो तपाईँ? म बालनलाई भन्छु त, बालनजी तपाईँको दम छ भने नि बाल मन्दिर उठाउनुहोस् न, पहिला बाल मन्दिर खाली गर्नुहोस्, पशुपतिको खाली गर्नुहोस्। तपाईँले साँच्चै आमाको दुध दिएको छ भने बालनजी, वसन्त चौधरीले हडपेको छ नर्विक हस्पिटल, त्यो खाली गरेर देखाउनुहोस् त। अनि यो सुकुम्बासी खाली गर्न आउनुहोस्। तपाईँलाई भन्दाखेरि लाग्ला गाली गरौँ भनेर, गाली गरे होइन, सबै तरिकाले भनेको। जसले घर भत्काउन आउँछ त्यसैको घर घर भत्काउनुहोस्, जसले लसार पसार गर्छ उसैको बुढीलाई लसार पसार गर्नुहोस्, अनि चेतना खुल्छ। ल साथीहरू भिडियो त हेरिहाल्नुभयो होला। उहाँले सायद यो मङ्सिर 7 गते पछिको आन्दोलन लक्षित गर्दै यस्तो बोल्दै हिँड्नु भएको होला। तर साथीहरू उहाँको यो पछिल्लो गतिविधि हजुरहरूलाई कस्तो लागेको छ भन्नुहोस् है।